हेटौडा अनुसन्धान तथा आविष्कार केन्द्रको दोस्रो समर स्टेम एक्सपो 2082 सम्पन्न भएको छ। गत शुक्रबार फरेस्ट म्युजियममा आयोजना भएको एक्सपोमा एबी मोटरसाइकल आविष्कार प्रस्तुत गर्दै आइडियलको एकाडेमी सर्लाही प्रथम भएको छ। फायर फाइटर रोबोटको नमुना प्रदर्शन गर्दै क्यापिटल कलेज चितवन दोस्रो भएको छ भने स्मार्ट होम अटोमेसन कन्ट्रोलरको नमुना प्रदर्शन गर्दै तासिर एकाडेमी स्कुल हेटौडा तेस्रो स्थान हासिल गर्न सफल भएको छ। यस्तै लाइन फलोवर रोबोट प्रदर्शन गर्दै बाल जागृति बोर्डिङ स्कुल हेटौडा पब्लिक चोइस भोटतर्फ प्रथम भएको छ। एक्सपो सकिएको भोलिपल्ट शनिबार स्टोनबा फाउन्डेसन नेपालका संस्थापक अध्यक्ष किशन बास्तोलाको सभाध्यक्ष तथा हेटौडा उपमहानगरपालिकाको विज्ञ सल्लाहकार कृष्ण धितालको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको थियो। एक्सपोमा प्रथम द्वितीय र तृतीय हुने विद्यार्थीले क्रमशः 15,000, 9,000 र 6,000 नगद सहित मेडल तथा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको फाउन्डेसनका व्यवस्थापक तथा इन्जिनियर आयुष बस्नेतले जानकारी दिनुभयो। त्यस्तै पब्लिक चोइस अवार्ड विजेता बाल जागृति बोर्डिङ स्कुलले नगद 3,000 सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ। यस्तै अनरेबल मेन्सन अवार्ड 3वटा विद्यालयले प्राप्त गर्न सफल भएको छ भने 10वटा प्रोजेक्ट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनीका निमित्त छनौटमा पर्न सफल भएको छ। प्रदर्शनीमा कक्षा 6 देखि कक्षा 12 सम्मका विद्यार्थीहरूले विज्ञान, प्रविधि, इन्जिनियर र गणित क्षेत्रका रचनात्मक र नवप्रबोधनको उत्कृष्ट प्रदर्शन गरेका थिए। जम्मा 35वटा प्रोजेक्ट प्रदर्शन गरिएको थियो भने सो प्रोजेक्टहरूमा विभिन्न विधाका 8 जना इन्जिनियरहरूले निर्णायकको भूमिका निर्वाह गर्नु भएको थियो। 40% पब्लिक भोटिङ र 60% निर्णायक मण्डलहरूको मूल्याङ्कनमा आधारित रहेर नतिजा तयार पारिएको इन्जिनियर बस्नेतले जानकारी दिनुभयो। विद्यार्थीहरूलाई एक मञ्चमा ल्याउनु पर्ने काम चुनौतीपूर्ण थियो, तथापि यी चुनौतीहरूले हामीलाई संगठनात्मक क्षमता, धैर्यता र सहकार्यको पाठ सिकाएको इन्जिनियर बस्नेतले बताउनुभयो। यो प्रदर्शनी अविस्मरणीय अनुभव बन्यो। विद्यार्थीहरूले प्रस्तुत गरेका प्रोजेक्टहरूले सामाजिक समस्याको समाधानदेखि प्राविधिक आविष्कारका सम्भावनाहरू उजागर गरे। अवलोकनकर्ताहरूको उत्साह, पब्लिक भोटिङको लोकप्रियता र समुदायको सक्रिय सहभागिताले हामीलाई गर्व र हौसला प्रदान गर्यो। आउँदो वर्षको एक्सपो योभन्दा पनि उत्कृष्ट हुने उहाँले बताउनुभयो। उहाँका अनुसार मकवानपुर सहित चितवन, सर्लाही र रौतहट गरी 4 जिल्लाका विद्यार्थीहरूको सहभागिता रहेको थियो भने करिब 2500 हाराहारीमा विद्यार्थी, अभिभावक र शिक्षकले अवलोकन गरेका छन्। कार्यक्रममा स्टोनबा फाउन्डेसन नेपालका संस्थापक अध्यक्ष किशन बास्तोलाले हेटौडा अनुसन्धान तथा आविष्कार केन्द्रको स्थापना गर्नुको उद्देश्य र एक्सपो आयोजना गर्नुको उद्देश्यको विषयमा बताउनुभयो। नलेज प्रोडक्सनको चाहिँ दुनिया अर्कै छ। त्यो नलेज प्रोडक्सनको दुनियाँमा चाहिँ हामीले स्कुलदेखिकै विद्यार्थीहरूलाई अगाडि मुभ गरौँ भन्ने किसिमले एउटा सानो कल्चर रूपमा स्ट्याब्लिस गर्न खोज्दैछौँ। डेभलपिङ क्रिएटिभ, इनोभेटिभ एन्ड एन्टरप्रेन्योरियल माइन्डसेट इन स्टुडेन्ट्स फ्रम देयर अर्ली एज। यो जो कोही म तिमीहरूको उमेरमा हुँदाखेरि हरेक व्यक्तिको सपना हुन्छ, तर त्यो सपनालाई त्यो ठाउँमा पुग्नको लागि केही न केही गर्नुपर्ने चाहिँ मानिसको चाहिँ हरेक व्यक्तिको संसारमा 7.8 बिलियन पिपुल छ। यो पिपुल यति मध्येको माइन्डमा चल्छ भने अर्कै कुरा हो, होइन भने हरेक मान्छेलाई केही न केही जीवनमा गर्नुपर्छ भन्ने फिलिङ्स हुन्छ। अनि हरेक मान्छे आफ्नो एरियामा चाहिँ उसले आफ्नो एरिया पत्ता लगाउन सकेन भने अर्कै कुरा हो। धेरै मान्छे आफ्नो एरिया, आफ्नो इन्ट्रेस्ट पत्ता नलागिकन मर्छन्। यदि तिमीले जति सक्दो चाँडो उमेरबाट तिम्रो एरियाको इन्ट्रेस्ट, तिम्रो खास केमा छ, तिम्रो एक्सपर्टिज केमा हो भने चिन्न सक्यौ भने तिमीले जीवनमा धेरै प्रगति गर्नेछौ। त्यस कारणले गर्दा मैले सधैँभरि विद्यार्थीहरूलाई भन्ने गरेको छु, तिमीले गर्न खोजेको चाहिँ के हो, तिमी मान्छे को हो, त्यो क्वेसन चाहिँ ऐनामा अगाडि बसेर सोध्ने गर। अब तिमीहरू त्यो मान्छे हो जसले आफ्नो हातबाट सोध्न सुरु गर्छ। मुख धुने बेलामा आफ्नो हातबाट सोध्नु, यो हामीले प्र्याक्टिस गरेको है। अब हामीले देशभरिबाट ब्युटिफुल माइन्ड्सहरू खोज्दैछौँ। यस्तै हेटौडा उपमहानगरपालिकाका विज्ञ सल्लाहकार तथा कार्यक्रमका प्रमुख अतिथि कृष्ण धितालले आफूहरू पढ्दा विज्ञान सम्बन्धी प्रयोगात्मक कम मात्रामा हुने, झन् यस्ता विज्ञान प्रदर्शनी प्रतियोगिता झन् हुँदै नहुने, तसर्थ स्टोनबा फाउन्डेसन नेपालले अत्यन्त राम्रो काम गरेको उहाँले बताउनुभयो। सानै उमेरमा भाइ बहिनीहरूले जुन अवसर पाउनु भएको छ स्टिम एजुकेसन भनेर, यसमा जोडिएका तमाम क्षेत्रहरू छन्। एउटा क्लासरुम टिचिङ लर्निङको बाटोको बाहेक जिन्दगी चाहिँ धेरै ठुलो समाज र त्यो युनिभर्सिटी पढ्ने खालकै बनाउनु पर्छ। माइन्डले लेख्नु पर्यो, ब्याचलर सिद्धियो, अर्को खोज्नुपर्ने। पैसा जम्मा गर्न बैंक गयो, भाउचर लेख्ने बेला अर्को खोज्नुपर्ने। अहिलेको अलि अगाडिको ब्याचलरहरूको धेरैले
त्यही माहौलमा छ। निवेदन जागिरको लेख्नु पर्यो भनेदेखि फेरि अर्को मान्छे सहायक खोज्नुपर्ने। यो चाहिँ मिटिङ माइन्युट एप्लिकेसन र यो खाले कुरामा चाहिँ भोलि गभर्मेन्ट अथवा नन गभर्मेन्टल सेक्टरमा चाहिने खालको रिक्वायरमेन्ट छ। त्यो कुराहरू पनि तपाईँहरूले यहाँबाट स्टिमभित्र पनि तपाईँहरूले सिक्नुभएका आफ्ना अनुसन्धानमूलक कृतिहरूलाई डिस्प्ले गरेर होला। यही उमेर छ। अहिले हामी कहाँ हाल्न खोज्दाखेरि तागत लाग्दैन, कुद्न खोज्दैनौँ। हामी चाहिँ त्यो लर्निङ एटिट्युडहरू चाहिँ लुज गर्दैछौँ। तर यो उमेर भनेको चाहिँ त्यो बढाउने उमेर हो। जे आए पनि राख्ने उमेर हो। पछि फिल्टर गर्ने बेलामा मिलाउला।